हेलो नमस्कार सम्पूर्णमा मैले फेरि एउटा नयाँ भिडियो राखेको छु। यो 2081 सालमा सिन्धुपाल्चोक जिल्लामा रहेको 5 पोखरी जाँदाखेरि पैदल यात्रा जाँदाखेरि बनाएको भिडियो। यो जनै पूर्णिमाको अवसरमा बनाएको भिडियो हेरेर प्रतिक्रिया दिनु होला है। धन्यवाद। ल अब टुप्पी डाँडा पुग्ने 2 घण्टा यहाँबाट है। हामी यता आएको तलबाट है। डाँडा काँडा ल साथीहरू अगाडि पुगिसक्यो। ल त्यो तल देखेको इन्द्रावती, त्यो इन्द्रावती यहाँबाट के राखेको छ। भिडियो बाटो हो यो। घाम लाग्यो। बाटो यस्तो छ है। टुप्पी डाँडाबाट उकालो हिँड्यो कि ब्रस खसेछ ल है। साथीहरू आउँदै हुनुहुन्छ। ल ल झोलुङ्गे पुल हामी कटेर आएको। त्यो बाटोबाट आएको हामी है। यता अगाडि झोलुङ्गे पुल ताक खर्क भोताङ, भोताङको भ्यू होइन ताप खर्क यो ठाउँको। यो चाहिँ ताप खर्क भयो कि यस्तो भिड त कति कति आएको। ल यो तलबाट आएको हामीले अघि। त्यहाँनिर पनि छ बाटो, वहाँ छ, वहाँदेखि आएको। ल त्यहाँ साथीहरू बसिरहेछन् है। पाँच पोखरी जाँदाखेरि बाटोमा मान्छेहरू कताबाट आउँदैछ।
नो श्यामपाती रे मान्छेको जात्रा छ है माथि त चट्टानै चट्टान देखि डर लाग्छ हौ ल यस्तो छ आम्मा बल्ल खुल्यो है खुल्ल त्यहाँबाट हिँड्दै आएको गाडी साथीहरूले हिँड्नु हिँड्नुहोस् है बादल माथि माथि आम्मामा लाइन छ हिँड्नेको जात्रा त्यहाँबाट आएको हामी अहिले ल्यान त डाँडा कस्तो छ 5 पोखरी जाने बाटो ल यो ढुङ्गा झर्ला हल्ला जस्तो छ मान्छेको जात्रै छ यहाँ हिँड्ने ढुङ्गा यस्तो छ ए कत्रा कत्रा पत्थर जस्तो चट्टान झन्डा पत्थर हेरे पनि त्यो मान्छे डराउँछ यो गालो ल हेर्नु यो लगभग 80 डिग्रीमा छ ल हेर्नु त बाटो फेरि पानी पर्यो मोरे ल मेरो लिदिनु अब पानी आउनु बनायो तारे भिर स्टप गरिन्छ है कस्तो राम्रो छ लौरी बिनाबाट ठ्याक्कहरू लौरी बिना त्यहाँ छ ऊ यो देखिएको लौरी बिना है भनिनु त पर्यो नि हामी 5 पोखरी पुगेको दिन यस्तो भयो यहाँ यो हुस्सु लाएर केही देखे छैन ल हेर्नु त मौसम खत्तम पानीमा भिज्दै आइयो मौसम खत्तम अब यस्तो बाटो हिँड्दै बाटो पहिलाउँदै जाने हो कस्तो राम्रो फुलहरू यहाँ चाहिँ अरे खुट्टा दुख्यो घुँडो दुख्यो च्याङ्रा चढेको त्यहाँ
हेलिप्याड हेलिप्याड आयो ब्रो। यो हाम्रो 5 पोखरी मन्दिरको महादेवको मन्दिर है। है ल ल यहीँबाट ओम नमः शिवाय हर हर महादेव। ल त महादेवहरू यस्तो ठाउँमा आएर बस्ने हर हर महादेव पहाड भिड। ल हर हर महादेव। मन्दिर हामीभित्र महादेव भगवान विराजमान हुनुहुन्छ। यहाँभित्र हामी आएको त्यहाँ डुबुल्की मारेर आएको जाडो साह्रै भयो। हामी बसेको त्यहाँ माथि। ल यसरी अनि हाम्रो सिन्धुपाल्चोकको 5 पोखरीको यात्रा मेलम्चीदेखि काठमाडौँसम्म बसमा छतमा, अझ बसको पनि छतमा चढेर धेरै पछि छतको यात्राको रमाइलो लिँदै सम्पन्न गरियो। र यति लामो भिडियो अन्तिमसम्म हेरिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि भेटौँला, बाई बाई, सी यू।